त नेपालले फेरि जितिसकेको छ होइन। नेपाल विश्वकपमा पुगिसकेको छ, तेस्रो पटक विश्वकप खेल्दैछ नेपालले। कस्तो रमाइलो होइन। यही छ नेपाली सबैको मनमा, राति 12 बजीसम्म हेर्ने। अनि त बसेर हामी हेर्छौँ नेपालले जित्छ अनि विश्वकपमा पुग्छ। हिजोको म्याच यस्तो भएर भयो नि होइन। 12 बजीसम्म मस्त हेरेर बसेको, 38 रनको बवाल जित। यही म्याचमा डर थियो, यही म्याच पनि जितिसकेको छ। अब भोलि सामोआसँग छ, भोलि सामोआसँग चाहिँ जितिहाल्छ नि। वुमनसँग जित्यो भने चाहिँ सामोआ त सबै सुपर 6मा सबै टिमसँग हारिरहेछ। त्यही भएर सामोआलाई जित्ने यस्तो सहिलो छ। नेपालले राम्रो खेल्नु पर्ने हुन्छ। अनि कस्तो लागेको थियो ज्ञान, अझ सुम्पल कामीको उयोवाला सेलिब्रेसन यहाँ देख्न सक्नुहुन्छ हजुर स्क्रिनमा। योवाला मेडिटेसन गरे जस्तो सेलिब्रेसन। उनले के भनेका छन् भने एउटा उनको फ्यानले भनेको हुना उनले यो सेलिब्रेसन गरेका हुन् भनेछन्। दिपेन्द्र सिंह ऐरीको 5 म्याचमा 5वटा रनआउट यस्तो भयो भने होइन। तपाईँहरूले कतिको दिपेन्द्र सिंह ऐरीलाई कतिको रेटिङ दिन चाहनुहुन्छ? 10मा 10 आउट अफमा कति दिन चाहनुहुन्छ दिनु होला कमेन्ट बक्समा। लाइक पनि गर्न नबिर्सिनु होला। अनि हामी भिडियोमा अघि बढौँ। दिपेन्द्र सिंह ऐरीको त्यो रनआउट पछि योभन्दा अगाडिको म्याचमा नि उनले कुवेतसँगको म्याचमा नि उनले रनआउट हानेका थिए। अनि त्यसपछिको म्याचमा जापानसँग पनि उनले रनआउट हानेका थिए। त्यसपछिको म्याच युएसँग नि हाने, कतारसँग नि हाने, अन्त त ओमनसँग नि हानेका छन्। यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। भिडियो छोटो भयो, गल्ती भयो माफ। यति भन्दै हामी बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद, नमस्कार, जय नेपाल, जय क्रिकेट।